सो हेलो गाइज नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। अहिले चाहिँ रातिको 8 बजिसकेको छ। म चाहिँ यसो खानासाना खाएर भ्लग बनाउँदैछु अनि त्यही हो। सबैले मेरो भिडियोलाई हेरिदिनु होला अनि त्यही हो। अब एक्जाम पनि आउँदैछ मेरो सेकेन्ड टर्म, त्यसको लागि अलिअलि तयारी गर्दैछु म। गाइज त्यही हो, म चाहिँ उठेर अहिले किताब पढेर त्यही हो, धनगढीमा अलिअलि चिसो बढिसकेको छ। ज्याकेट लगाएर म चाहिँ अहिले टक्क गर्दैछु है। सो त्यही हो। अनि मेरो ब्याट पनि बिक्रीमा रहेको छ हैन। सो फाइनली मेरो किट पनि आइसकेको छ भनौँ। अब किट चाहिँ म हजुरहरूलाई भोलि देखाउने छु अनि अब प्र्याक्टिसमा जान्छु होला म। कबड हल लगभग 2 महिना भइसक्यो म कबड हल नगएको। मेरो अलि पाहाडमा खेल्दाखेरि अलि चोट लागेका कारण चाहिँ म अलिअलि रेस्टमा बसेँ। सो अब फाइनली मेरो खुट्टा पनि राम्रो भइसक्यो लगभग। त्यही भएर अब कबड हल जानुपर्छ। त्यही हो, खै अब बाहिर जाउँ के कसो छ हैन। बाहिर चाहिँ एकदम चिसो छ हैन। यी छतमा आएर हेर्न सक्नुहुन्छ। सो त्यही हो, अरू त केही छैन। टक्क सूर्य उदाउँदैछ हैन। वहाँ हेर्नु त सूर्य पनि उदाउँदैछ मेरो पछाडिपट्टि। त्यही हो है, अरू त केही छैन। यो गाइज चाहिँ बेलुका भएर म स्कुलदेखि आएर नास्ता खाएर होमवर्क गर्दैछु। सो अब बाँकी चाहिँ अर्को भ्लगमा भनिदिन्छु। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। लाइक सब्सक्राइब गरिदिनु होला है त।